5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। तिमीहरूसँग सेना छ, हतियार छ, सेनालाई चाहिँ ठिक ल्याएको छौ, जनता छ तिमीहरूसँग, कोठामा बसेर बौद्धिक विलास गरेर यस्तो संविधान त्यस्तो संविधान भनेर संविधान बन्ने पनि होइन, बनेर त्यसले काम गर्ने पनि होइन, यो कागज बाहेक केही नै हुँदैन। अब जन्माउने रे अर्को नयाँ दलाइ लामा उस्तै परे नेपालमा भन्ने पनि हल्ला खल्ला छ। हजारौं र लाखौं सुकुम्बासीहरूलाई पिछड्ने पार्नु प्रश्न देखियो। उसको दोस्रो काम सिमानामा बडो दुःख गरेर जीविका चलाउने मधेसी जनता, गरिब मधेसी जनताको चाहिँ छातीमा बुट बजार्ने काम भयो। 100 रुपियाँ भन्दा बढी कर लाग्छ भनेर मधेसमाथि प्रहार भयो, मधेसी जनतामाथि प्रहार भयो। तेस्रो विश्वव्यापी रूपमा स्थापित ट्रेड युनियन अधिकारमाथि प्रहार गरियो, विद्यार्थी आन्दोलनमाथि प्रहार गरियो, थुप्रै। त्यसपछि नेपालमा पहिलोचोटि नेपालको राष्ट्रिय संवेदनशीलता चीन र भारतको बीचमा हुनुको नाताले हाम्रा केही त्यस्ता फन्डामेन्टल नर्म्स र भ्यालुजहरू छन्। नेपालको असंलग्नता, एक चीनको नीति, चीन विरोधी गतिविधि हुन हामी दिने छैनौँ भनेर सबै राजनीतिक दलले भन्दै आएको होइन 50औं वर्षदेखि, तर यो पटक उल्लङ्घन गरियो। दलाइ लामाको जन्मोत्सव बधाई। अब जन्माउने रे अर्को नयाँ दलाइ लामा उस्तै परे नेपालमा भन्ने पनि हल्ला खल्ला छ। यो सबै सामान्य कुरा छैन गम्भीर, यो सामान्य कुरा होइन, धेरै गम्भीर चिजहरू यहाँ छन्। अब यसको सामना गर्ने भनेको वामपन्थीहरूले नै हो। त्यसकारण म के भन्नु, अहिले म ठुला दार्शनिक कुरा गरेर दिमाग खराब गर्न चाहन्न। गर्न त सकिन्छ, द्वन्द्वात्मक भौतिकवादको व्याख्या गर्न सकिन्छ, माओवादको नि सकिन्छ, अरू नि भन्न सकिन्छ। मलाई मार्क्सको एउटा भनाइ जहिले पनि जब साथीहरूले मलाई यस्तो संविधान चाहिन्छ उस्तो चाहिन्छ भन्न थाल्दाखेरि मैले मार्क्सले भनेको कुरा जहिले नि सम्झिन्छु क्या। युरोपमा त्यति बेला चाहिँ बुद्धिजीवीहरूले संविधान कस्तो हुनुपर्छ भनेर धेरै चाहिँ छलफल बहस अध्ययन लाइब्रेरी सब चाहेर असाध्यै राम्रो संविधान बनाउने, यो संविधानमा जनतालाई यो अधिकार, जनतालाई त्यो अधिकार दिनुपर्छ, यसरी दिनुपर्छ भन्ने मार्क्सलाई चाहिँ एकदम त्यसले चाहिँ धेरै आवेगमा आउनुभयो। मार्क्स यस्ता कागजका खोस्ताले चाहिँ जनताले अधिकार पाउँछन्। तिमीहरूसँग सेना छ, हतियार छ, सेनालाई चाहिँ ठिक ल्याएको छौ, जनता छ तिमीहरूसँग, कोठामा बसेर बौद्धिक विलास गरेर यस्तो संविधान त्यस्तो संविधान भनेर संविधान बन्ने पनि होइन, बनेर त्यसले काम गर्ने पनि होइन, यो कागज बाहेक केही नै हुँदैन। कार्ल मार्क्सले भनेको कुरा म सम्झिन्छु। अहिले पनि हामीलाई ठुल्ठुला फिलोसफीका कुराले धेरै काम दिँदैन। राष्ट्र सङ्कटमा छ, जनताले प्राप्त गरेका अधिकारहरू अपहरण हुन गइराखेका छन्, अपहरण भइराखेका छन्, उपलब्धिहरू खोसिएका छन्, उत्पीडित वर्ग समुदायमाथि उत्पीडन र निरङ्कुशता लाग्ने जमर्को भइराखेका छ। त्यसबाट नेपाली जनतालाई फेरि अगाडि ल्याउनु छ हामीले। त्यसको निम्ति चाहियो के त, म अब सक्नेतिर गएँ, चाहियो साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय स्वाधीनताको निम्ति आन्दोलन यसरी गर्ने सिद्धियो कुरा। यसमा हाम्रो सुदर्शनजीलाई नै आपत्ति पर्ने कुरा हुँदैन, हामी कसैलाई पनि आपत्ति हुँदैन नि। तपाईँ मार्क्सवाद लेनिनवाद माओवाद भन्दै गर्नु जति भने नै हुन्छ, तर राष्ट्रिय स्वाधीनताको निम्ति लडाइँ लड्न तयार हुने त्यो कार्यक्रममा साझा बनाऊ। अनि नेपालका गरिब मजदुर किसान र उत्पीडित वर्ग समुदायका अधिकार खोज्ने जो दुस्साहस भएको छ त्यसका विरुद्ध जनतालाई सङ्गठित आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने सिकाएको त उनीहरूले छन्, तर हामी उनीहरू जसरी लड्छन् हामी त्यसरी लड्दैनौँ। माओले भन्ने गर्नुहुन्थ्यो, यु फाइट योर वे, वी फाइट आवर वे। हामी हाम्रै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएको छन् नि हामीलाई। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ। अहिले हामी पार्टीहरू वामपन्थीहरूले मानौँ एकछिनलाई एउटा निश्चित कार्यक्रम बनाइयो, साझा न्यूनतम कार्यक्रम, र हरेक पार्टीले आफ्नो गच्छे अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त।
उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ नि त। धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि।